कसैलाई रहर लाएर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर पछार्छु रे। के भने आयो? तागत छ? कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्, यथार्थ सत्य यही हो। तपाईहरु ढुक्क हुनुहोस्। कसैलाई रहर लाएर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर सुन्नु न, केपी ओलीको के भनेको चाहिँ केपी ओलीलाई समात्ने कसैको तागत छैन, दम्ब छैन। केपी ओलीलाई राजीनामा दिएन भने कसैले लछार्ने कसैको दम्ब छैन। अब छ कि छैन? ल हेर्नु, समात्ने कि समातेन? चुरीफुरी धेरै गर्नु पर्दैन क्या। केपी ओली भनेको पेलेसम्म दाजिरहेको छ यार केपी ओलीलाई। एक नम्बरको भ्रष्टाचार, सबभन्दा धेरै भ्रष्टाचार गर्ने चाहिँ केपी ओली भन्यो भने त मान्छेले सबैले पत्याउँछ। अब पेले भनेको त इतिहास रचेको हो त, इतिहास। तर हुन त हो अब केपी ओली भतुवाले नै इतिहास रच्या हो। सबभन्दा धेरै भ्रष्टाचार गर्ने र जेन्जीलाई मारेर इतिहास त रच्या हो। फेरि त्यसलाई पनि बिर्सिनु त हुन्न है हामीले, फेरि बिर्सिनु हुँदैन नि। फेरि इतिहास त रच्या हो। फेरि 72 जना जेन्जीलाई मारेर त है भन इतिहास रच्या हो नि त उसले। अनि म जस्तो चाहिँ शक्तिशाली पार्टीको नेता, म जस्तो चाहिँ 2टा किडनी फेरेको नेता र म जस्तो चाहिँ पावरफुल पार्टीको नेता कोही छैन र मलाई कसैले समात्नु सक्दैन भनेर केपी ओलीले जुन किसिमले भनेको थियो नि, अहिले यो भतुवाले नि भनिरहेको छ। एउटा कहावत छ नि, सबैको ट्याम आउँछ अरे क्या, ट्याम आएगा भन्छ नि। अनि के अरे उसमा जोन अब्राहमको फिल्ममा भन्छ नि, ट्याम आएगा भन्छ, मेरा ट्याम नै दौड आएगा भन्छ नि। मेरो ट्याममा जब दौडेर आउँछ भन्छ नि, हो त्यस्तै हो क्या। त्यस कारणले गर्दाखेरि केपी ओली भतुवालाई समात्नै पर्थ्यो र जीवनभरि यसलाई जेलमा कोद्नुपर्छ, जीवनभरि क्या। कति जनतालाई त यसले चाहिँ कति जनताहरूलाई त यसले सताएको छ। र यिनीहरूकै पार्टीको काङ्ग्रेस एमाले माओवादी मिलेर चाहिँ हाम्रो राजा खानदानलाई नि सखाप गरेको हो क्या। राजा खानदानलाई पनि मलाई डर पनि थियो कि बालेन शाहलाई पनि केही गर्ला कि चुनावमा भनेर मलाई डर लागेको थियो। मैले पटक भिडियो पनि बनाएको थियो, बालेन शाहले चाहिँ बुलेट प्रुफ ज्याकेट लाउनुपर्छ, टाउकोमा सेफ्टी लाउनुपर्छ भन्ने डर लागेको थियो। किनभने बालेन शाह जस्तो नेता अब आउँदैन। इतिहासमा एउटा नेता जन्मिन्छ क्या, त्यसले देशलाई चाहिँ परिवर्तन गर्छ। अब अहिले इतिहासमा चाहिँ बालेन शाह जन्मेको छ र बालेन शाहले चाहिँ परिवर्तन गर्छ साथीहरू। ल हो कि होइन आफै भन्नुहोस् र कमेन्ट मेसेज गर्नु होला। यो भत्ता कसैलाई रहर लाएर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर पछार्छु रे। के भने आयो? तागत छ? कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्, यथार्थ सत्य यही हो। तपाईहरु ढुक्क हुनुहोस्। कसैलाई रहर लाएर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर